जय नेपाल। नमस्कार। प्रणाम। हजुरहरूलाई जानकारी दिन चाहन्छौँ। चम्चाहरूले भन्छ कि बिन्दहरू धेरै खराब हुन्, कुनै एउटा पनि राम्रो काम गरेको छैन। आज म अनलाइनको माध्यमबाट भन्न चाहन्छु हैन। रौतहट जिल्लाको बुद्धिजीवी र शिक्षित हजुरहरूलाई जानकारी दिन चाहन्छु कसले कति योगदान समाजमा गरेको हुन्। जब टिकुलिया गाउँ लालबकैया नदीबाट आज कटान हुन्छ कि भोलि कटान हुन्छ कुनै ग्यारेन्टी थिएन। त्यो बेला लालबकैया तटबन्ध भएको थिएन। त्यो बेलाको कुरा हो। टिकुलिया गाउँलाई बचाउनको लागि दिनरात एउटा फोर्स जस्तै खटिने मान्छेले मेरो गाउँ कटान हुन्छ त्यसको चिन्ताले गाउँलाई सुरक्षित राख्नको लागि लालबकैया नदीमा लगभग 1 महिना डोजर चलाउने रात दिन खटिने एउटा सिपाहीको जस्तो मान्छेलाई भन्ने कि समाजमा कुनै योगदान छैन। लालबकैया नदीमा बीचोबीच बाँध बाँधी गाउँलाई सुरक्षित गर्ने पहिलो मान्छे को हो प्रश्न पारिदिनु होला। धन्यवाद। जय नेपाल।